कुद आमुसे गाइस बोल्यो मेरो 100 रुपैयाँ झन्डै गयो ह्यापी बर्थडे टु गाडी अड्किरहेको छ त्यो थियो यस्तो भयो This guy decides to quit his job and head to New York City. मैले चाहिँ जोजोलाई बोलाएको थिएँ होइन त्यो चाहिँ अघि आइसकेछ हिँड्दै म चाहिँ निस्केको पनि छुइनँ बत्ती पनि छैन ब्याट्री पनि छैन हो हतार छ अलिकति अब चाहिँ निस्केको बारी म चाहिँ रोड आइपुगेँ हो तर एउटा प्रब्लम भइरहेछ हाम्रोमा एउटा हेलमेट मात्रै छ तर हामी दुईजना छ अन्त अहिले आइपुगेँ मान्छेहरूलाई कल गऱ्यो हो हामीले त्यहाँदेखि चाहिँ हेरिदिन्छ भनिरहेछ हाम्रो दुईवटा अप्सन छ कि चाहिँ अबिक दाले दिन्छ कि चाहिँ खेडुपकोमा हिँड्दै गएर लिएर आउनुपर्छ स्कुटीको नि एउटा दिक्कत भइरहेछ अहिले भन्छु हामी हेलमेट लिनु जाँदैछ हो अब कसकोमा पाउँछ पनि त्यसले मलाई यति सम्झाउनु पनि सकेन हो अब हामी गएर चाहिँ मतलब अब हाम्रो मेन प्रब्लम चाहिँ स्कुटीमा तेल छैन नि त नभए त खेडुपकोमा गएर लिएर आउँदा पनि हुन्थ्यो नि होइन अन्तखेरि स्कुटीमा तेल छैन तल गएर स्कुटीमा तेल हालेर खेडुपकोमा जानुपर्छ भने बुझ्दिनँ होइन यसकोमा म हाउडे हो गाइस म हाउडे हो यसको दिमाग छैन म अब हाइट मात्रै लम्बु भएर के हुँदैन है केटाकेटी हो होइन जिन्दगीमा अब चाहिँ स्कुटी पनि स्टार्ट भएकै छैन गाइस होइन घडी स्टार्ट हुन्छ हावा तान्दैछ सो अब चाहिँ यसलाई बगाउँदै उही तल एउटा पेट्रोल पम्प छ त्यहाँ तेल हाल्नु लगेको अन्त चाहिँ खेडुपकोमा हामी के गर्नु जान्छ अब गाइस यसलाई चाहिँ झेल्दै लग्दैछ फेरि जाम भएको अवस्था चल घोडा चल कुद आमुसे गाइस बलियो छ देख्न सक्नुहुन्छ होइन बलियो छ स्कुटी चाहिँ यहाँबाट भाग्दैछ हो अब चट्टे हामी पुग्यो पेट्रोल पम्प यहाँ देख्न सक्नुहुन्छ तेल छैन भन्यो भने त औडै हुन्छ पेट्रोल छ त ला यतिको चाहिँ हुनु पर्यो नि यतिको यहाँ देख्न सक्नुहुन्छ पेट्रोलै छैन रहेछ हो पेट्रोलै छैन रहेछ गाइस हाम्रो चाहिँ यहाँनिर पेट्रोल नै छैन रहेछ हो पेट्रोल पम्पमा यो र म अब अभिलाई कल गरेको थिएँ अभिले पेट्रोल ल्याइदिँदैछ लगाएर अब जानु आँटेको मतलब आउँदैछ पर्खिरहेको छ हामीले चाहिँ जिन्दगीमा यस्तो हरेस लाग्दो दिन आज भयो साह्रो छ गाई गरम पनि भइरहेछ तर मेरो मनभित्रको आगो अझै गरम छ फुल आम आफूलाई दुख्दैछ यसो घरको छेउमै पेट्रोल पम्प छ नि त हो अन्त यसले म चाहिँ यहाँ ठेल्नु आएको हो स्कुटी होइन बडोभन्दा उतैबाट पेट्रोल बोकेर आएको भए यहाँ रुङ्नु पर्थेन क्या थुक्का छे ओभरटेक गर्नु आम्बो कत्रो बजेको त्यतिका पेट्रोल नै छैन अब गाडी यो पनि जान्छ पेट्रोल छैन 1 2 3 गो मान्छेहरू आउँदै जाँदै गर्दैछ हामी चाहिँ दुर्मुसहरू जस्तो गाडी गयो गर्दै जाँदैछ आइसक्यो बाइक लिएर तेल छैन नि त तर यहाँनिर आइपुगेछ हो बाइक लिएर अन्त पेट्रोल फ्युल आमा त हाल्नु हुँदैछ डिफरेस्टेसन हुँदैछ यतानिर बाई बाई अङ्कल ट्याक्सीको चलाक दाजुहरू यहाँनिर अब एमजी गाडी आयो हामी चाहिँ आइपुग्यो हो अन्त अब हामी अनबक्सिङ गर्नु गइरहेको छौँ वाउ कति कालो आमुस भाइले हालेको अवस्था लडी सुकुमिला अर्को बट्टा
इभन स्याटिस पस्थ्यो अन्त अहिलेको अवस्था यस्तो छ हो ढुक्कै भयो अब चाहिँ स्कुटी पनि ढ्याक्क लगाएर स्टार्ट हुन्छ अन्त हामी जान्छ अब थ्याङ्क यू अबी थ्याङ्क यू भेरी मच साथीभाइमा नो थ्याङ्क यू ब्रो आइस होला गाडी अड्किरहेको छ यहाँनिर पनि गएको छैन अगाडि पनि छैन पिछेमा अड्केछ मेरो ब्यागबाट चाहिँ अलिकति पैसा अन्त अलिकति चाबी हराइरहेछ यो दाले भन्यो मेरो ब्यागबाट कुनै के चाहिँ हराइरहेछ भन्दै कति रुपियाँ अनि मेरो चाबी कति रुपियाँ मेरो 100 रुपियाँ थियो झट्टै गयो यो त मेरो जस्तो छ त महात्मा गान्धी भएको सबै फोटो तिम्रै हो म देशभक्त म छोरी दिनुहुँदैछ खिया परिरहेको छ है त भाइले खायो नि त फुड पोइजनिङ चाहिँ हुन्छ पक्का Happy birthday da. Lu मेरो बाट नि दाको बाट नि ह्यापी बर्थडे आसला ह्यापी बर्थडे सरुन बुबु केक खाँदैछ हामी चाहिँ हो केक खाँदैछ हामी चाहिँ आन्टी केक ओ सबिन दाको ह्यापी बर्थडे भनिदिनु न यता भन्नु न यता ह्यापी बर्थडे भन्नु ह्यापी बर्थडे लु है त न्यूमेटिक Like and subscribe to Amos Right. साला सब्सक्राइब भन्देऊ न सब्सक्राइब अनि मेरो स्कुटीसँग ठोक्यो केटुको यस्तो थियो यस्तो भयो मेरो चाहिँ जुगाड यस्तो भयो हो सरी केटु टेल ट्यागी नै गर्नुपर्छ भन्दैछ केटुले चाहिँ यो टेल ट्यागी लाउनु भयो देखाउ खुसी यो बाइकमा टेल टाइडी चाहिँ भएन दाले यतिकै स्क्रु लगाइदिनु भएको छ हो अन्त सरी केटु गाइस यसलाई छिटो पैसा कमाउने बनाइन त्यहाँबाट मलाई यसले पैसा दिन्छ अलिकति तेल हालिदिन्छ मारेगा हामी एमजी मार्ट पुग्यो अन्त मलाई देखाउ न केटुले मिठाई किन्यो हो घरको लागि ग्याङ त्यति भन्नु थिएछ उसलाई बाई बाई Sunday Psycho Sapana Oi त्यो ड्युकमा चाहिँ पुलिस हुन्छ हेलो म घर पुगेँ ह्याप भएन घर पुगेँ हो आजको भ्लग यतिमै समाप्त हुँदैछ तपाईहरु लाइक शेयर सब्स्क्राइब बाई बाई